यो पहिलेको कुरो भन्नुपर्दा त यही तितामिठा कुरा त हामीले अब 36-38 सालदेखि व्यवसाय गरेका किसान हौँ। त्यो भनेर साध्य पनि छैन। सर्टकटमा भन्नुपर्दा यहाँको पहिले सुरुवात गर्दा एउटा अनौठा भइयो, नौलो भइयो। कसरी भन्दाखेरि अब एउटा दुईटा बुटा आँगन छेउछाउ आफूलाई खानुको लागि रोप्ने कुरो अहिले यत्रो पुरै बगैँचा बनाउँदा यो कसले खाने, कहाँ लाने, यस्ता यावत कुराहरू भण्डार गर्न मिल्दैन भन्ने कुराहरू यहाँको छिमेकी सध्यारे गाउँलेहरूले यो कुरा काटे त्यो पनि मलाई अनुभव छ। त्यस्ता कुराहरू नि भोग्नु पर्यो। पछि जुनै कुरा पनि अगुवा भएर गर्दाखेरि अलि अप्ठ्यारो पनि हुँदो रहेछ, अनौठा पनि हुँदो रहेछ। यी कुराहरू मैले भोगेको कुरा हो। त्यसैले पहिले अब फलफुल खेती गर्दाखेरि जति गाह्रो भयो पछि बिस्तारै समाधान पनि हुँदै जाँदो रहेछ। अहिले अब सबैले अनुकरण गर्नुभयो, सबैले त्यही पछ्याउँदै जानुभयो। अहिले अब यही फलफुल खेतीमै मान्छे लागि परेको छ। अहिले काहीँ एउटा बुटा अन्य अरू कुराहरू लाउने छैन, सबै यसै फलफुल खेतीमै निर्भर छ। अब यो पहिला तपाईले जौ खेती, गहुँ खेतीहरू, मकै खेतीहरू गर्नुहुन्थ्यो होला। त्यो भन्दा सिजनमा एकपटक फले पनि योबाट फाइदा भेटियो अनि त्यही परिणाम स्वरूप होला अहिले तपाईले चाल्नुभएका कदमलाई यो गाउँभरि सिङ्गो गाउँ नै सुन्तलामय बन्यो, जुनारमय बन्यो। हजुर, यो सुन्तलामय जुनारमय बन्नुको कारण चाहिँ अब पहिले त्यस्तो गाह्रो भयो, पछि अब यसको आमदामको हिसाबले फलफुल खेती गर्नु नै उपयुक्त भन्ने सबैले सोचे। त्यही भएर अहिले सबै नै यसैमा लागि परेको छ, राम्रो पनि भइरहेको छ। हजुर, मैले बुवालाई सोधेँ, तपाईले त अब त्यति धेरै वर्ष भयो हैन, अब जुनार खेती अनि सुन्तला खेती सञ्चालन गर्नुभएको, व्यावसायिक रूपमा नै अगाडि बढाउनु भएको। सुरुमा केही बोटबाट सुरु गर्नुभयो होला, अहिले हजारौँको बोट पुर्याइसक्नु भएको छ हजुरले। अनि अहिलेसम्म जसरी अब बाक्लो रूपमा यो बगैँचा नै सञ्चालन गरिसकेपछि सबैभन्दा बढी आम्दानी भएको चाहिँ कुन वर्ष सम्झिनुहुन्छ? त्यति बेला कति भएको थियो कि अहिले झन् पछि झन् वृद्धि हुँदै गएको छ कि के छ बुवा? पहिलेको तुलनामा फल चाहिँ अहिले एभरेजमा भन्नुपर्दा त्यस्तै उस्तै नै छ, तर मूल्यको हिसाबमा हेर्दा अन्तर छ। पहिले अब हामीले 50 पैसा प्रति दाना बेच्नुलाई पनि गाह्रो, ग्राहक खोजेर, भरिया खोजेर, बजार पुर्याएर यस्ता विभिन्न कुराहरू भोग्नु पर्यो। तर अहिले त्यो छैन। मात्रै फलाउनु राम्रो, प्रतिस्पर्धाको फल फलाउनु सक्नुपर्छ, त्यो बिक्रीको समस्या चाहिँ छैन। अहिले त समस्या भन्नुपर्दा त्यही रोग किराहरूको मात्रै हो।